हेलो दाइ नमस्ते। नमस्ते मेरो भाइ। सन्चै हुनुहुन्छ? एकदम भाइहरूको माया आशीर्वादले एकदम ठिक छु। हजुरको नाम चाहिँ? मेरो रोज राइडर, म भैरवको मान्छे। भैरवादेखि है? हजुर हजुर यता कहाँ बस्नुहुन्छ? म यो सामाखुसीतिर बस्नु। ए हजुर दारी भाइमा आएको चाहिँ कति भयो? मलाई लगभग 8, 9, 10 महिना भनौँ न। 10 महिना भइसक्यो है? हजुर हजुर। हजुरले यताको के राम्रो लाग्यो? चियाको स्वाद राम्रो लाग्यो कि ठाउँ राम्रो लाग्यो कि भाइहरू राम्रो लाग्यो कि? मलाई अब यस्तो भयो, मेन कुरो भनेको टेस्ट हुन्छ नि। चिया एकदम मलाई लेमन टी, मिल्क टी भयो नि। हजुर म पहिला टी खाने मान्छे थिएन। यहाँ आएर भाइहरूको मायासँगै माया मिसिएर यो मिल्क टी भयो अनि लेमन टी खाएर मलाई यति खुसी लाग्यो, यति राम्रो लाग्यो। म बिहान उठ्ने बित्तिकै पहिला धारी भाइकोमा आउँछु। अब राति सुतु नन्जेल म राति भाइहरू अब बन्द गर्छौ, सर्भिस अफ हुन लाग्यो पनि म आउँछु। भाइहरूलाई दुःख दिन परे पनि म आउँछु। मलाई यति राम्रो लाग्छ कि गाउँको मलाई अब हुन्छ नि एउटा गाउँमा म बाहिर आएको छु, भैरवदेखि रूपन्देहीदेखि काठमाडौँ आएको छु नि त। अब गाउँको मलाई आफ्नै माया जस्तो लाग्छ कि आफ्नै गाउँ ठाउँ आफ्नै क्याफे जस्तो मलाई फिल हुन्छ है? एकदम सबभन्दा हजुरलाई मन परेको है टेस्ट? मलाई यताको भाइब चाहिँ कस्तो लाग्यो कि हजुरलाई? भाइब्सको त अब के भनौँ, कुरै नगरौँ, बहुत एकदम भनौँ न। म कतै अब गएर बाहिर हुन्छ नि अब ड्रिङ्कसिङ गर्ने, ड्रिङ्क गरे पनि यहाँ नआउँदासम्म त्यो भावै नआउने कि भाइ। चिया खानै पर्ने चिया खानै पर्यो, लास्टमा चिया खानै पर्यो यहाँको। खाना खाएपछि पनि चिया खानै पर्ने। म खाना खाएरै आएको त तपाईँले थाहै छ त। एकचोटि चिया नखाएपछि त हुँदै हुन्न। मनै लाग्दैन, निन्द्रै लाग्दैन। काठमाडौँ छु भने दारी भाइकोमा मैले एनी हाउ आउनै पर्छ। एनी हाउ मलाई आउनै पर्छ कि त्यस्तो हो। हजुरको मायाप्रति आभारी छु दाइ। थ्याङ्क यू सो मच है। खुसी लाग्यो। अब भाइहरू सबै स्टाफहरू मिल्ने, माया गर्ने, सबै राम्रो हुनुहुन्छ। अगाडि बढ्नु, व्यवसाय गर्नु खुसी लाग्यो। ल यति नै बन्द गरिदिए। बन्द गरिदिए।